ल यतिखेर घान्द्रुकको यो भेडागोठ घान्द्रुक गाउँभन्दा मुनि छ र पुरानो 50 वर्ष विगत 50 वर्षदेखि रेगुलर भेडागोठ जीवन बिताउँदै आएको हाम्रो स्याना भनेपछि चाहिँ स्याना दाइलाई एकदमै चिनिन्छ। स्याना दाइलाई एकदमै स्वागत छ है स्याना दाइ। आरामै हुनुहुन्छ दाइ? अनि अहिले यो घान्द्रुकभन्दा मुनि छ होइन, कति जति छ भेडा? हजुर कति जति छ भेडा? भेडा 500 500 जति? 550 500 त्यस्तै छ। तपाईँले भेडा गोठाले गरेको कति भयो? भयो अब त्यस्तै 30-35 वर्ष पुग्यो। 30-35 वर्ष पुग्यो। अब उमेर 50 कट्यो र 30-35 वर्ष चाहिँ तपाईँले कन्टिन्यू चाहिँ यो गोठाले जीवन बिताउँदै आएको छ घान्द्रुकमै। अनि घान्द्रुकको यो माथि लेक चाहिँ कहाँसम्म पुग्छ? यो लेक माथि मारम्जे मारम्जेदेखि माथि जाने ठाउँ छैन। अनि यहाँ अनि यता घान्द्रुक त भइहाल्यो, घान्द्रुकको लेक म्यासी त भइहाल्यो। अनि त्यहाँदेखि यहाँबाट हाम्रो घान्द्रुक बाइक तल धम्पुससम्म जान्छ। धम्पुससम्म जान्छ। गयो अब रिबन उता सिक्री अब भोर्जुको उता थपन रिजे गर्ला भन्ने त्यो जान्दै उहिले बुढाहरू हामी जान सकेन। जाने भए त रिमानसम्म गइछन् र हामी धम्पुसतिरै र के अरे गाउँ र लेखमा के फरक छ त नि भेडा चढानमा? भेडा चढानमा ब्यासी भन्दा लेखमै स्वादे लेखमा है। लेखमा चाहिँ 2 महिना ठ्याङ्गै बस्छ ठिङ्गै है। अनि त्यहाँको घाँस पनि राम्रो अनि बुगी घाँसहरू पनि खान्छ। बुगी घाँस दुई थरी हुन्छ, एक थरी लामो एक थरी मसिनो हुन्छ। मारम्जे भन्ने ठाउँको चाहिँ त्यो बुगी खाने बुगी खाने मसिनो बुगी खाने। त्यो बुगी खाएपछि भेडा चाहिँ हट्टाकट्टा हुने र मोटाउने राम्रो हुने भेडाको आयु बढ्ने भने जस्तै होइन। उँधो फर्केर आउँदा स्याट्ट माथिको घाँस पाकेको बेलामा अब भदौ असुत लासी बनाउँछ नि त्यही बेलासम्म माथि राखेर आउने हो। र तपाईँले घान्द्रुकको भेडागोठमा लगभग 35 वर्ष चाहिँ रेगुलर छ। अहिले कतिवटा छ तपाईँको भेडा? मेरो भेडा अहिले खोइ अलि यसो खानी हिँड्ने हार रमाइलो गर्ने चयन गरियो हिँड्ने गरे यही बस्नु बस्यो ट्याम्पस छ अलिअलि यसो 50-60 जति गोसारे छ। जस भेडा गोठाले गरेर सन्तुष्टि छ आत्मालाई। अब भेडा गोठाले त गरियो भाइ, अब के गर्ने, अब पोखरामा घर बनाउनु सकिएन। अब जस 500 भेडा आफ्नो गर्नु सकिएन। अब के गर्ने नि, अब 50वटा छ तर भए पनि घान्द्रुकको लेक ब्यासीहरू खेल्दा आत्मालाई सन्तुष्टि छ अहिले एक प्रकारले है। ल एकदमै दाइको 35-40 वर्षको यो भेडागोठको यात्रा अझै निरन्तर जाओस्। घान्द्रुकमा एक मात्र यस्तो गोठाले होला साना दाइ 35-40 वर्ष रेगुलर गरेको होइन दाइ? ल त्यही, अरू त्यसो जानेन, अरू ढङ्ग पनि छैन, त्यही हो। ल एकदम ठिक छ है दाइ। ल शुभकामना छ अझै। ल यो चाहिँ हाम्रो भेडा गोठाहरू है गाउँमा आएको छ अहिले। गाउँमा सरलाई यसरी चाहिँ यहाँ चरण हुँदैछ। यो गाउँभन्दा मुनि है। अब बिस्तारै यसले गाउँतिरको खेत मोलेर लेखमा जान्छ र लेखमा गइसकेपछि माथि माराम्चे भन्ने ठाउँमा चाहिँ ठ्याक्क चाहिँ त्यहाँ 2 महिना चाहिँ बसोबास गर्छ भन्ने चाहिँ हाम्रो साना दाइले चाहिँ जानकारी गरिसक्यो। त्यसै गरेर हामी चाहिँ अब यहाँ यसो गर्दाखेरि हाम्रो घान्द्रुकको स्थानीय लाल गुरुङ हुनुहुन्छ। ल है, ल स्वागत हौ, स्वागत। ल स्वागत। ल अब हाम्रो लाल गुरुङ घुर्जुङको हो र अहिले चाहिँ साना दाई लाल गुरुङ चाहिँ यहाँ भेडा चराउने क्रममा चाहिँ यहाँ भेट भयो। यहाँ ब्याकग्राउन्डमा चाहिँ भेडाहरू छ। यहाँ अब उहाँहरू अहिले भेडा चराउँदैछ। अब लाल गुरुङलाई पनि ल स्वागत छ। ल अनि कतिवटा छ तपाईँको भेडा? 200 टोटली 500 भयो। तपाईँको 200 छ। कति भयो तपाईँले भेडा राख्नु भएको यहाँ? 6 महिना भयो। नयाँ व्यवसाय भनौँ न तपाईँको होइन? कस्तो अनुभव भएछ त नि भेडागोठ? ठिकै छ। तपाईँले के मन लागेर यो भेडागोठ अँगाल्नु भयो? रहर पनि अनि घान्द्रुकको हाम्रो बाउबाजेहरूले पनि गोठाले गर्दै आएको त्यसलाई पनि जीवन्त दिनको लागि पनि होला होइन? र रहरले त हाल्नुभयो। अनि अहिले राम्रै छ है? अहिले ठिकै छ। अब लेक ब्यासी खेत मोल्ने क्रममा अहिले गाउँमा आइपुगेको छ। बिस्तारै अब लेकतिर जान्छ। तपाईँको 200, साना दाइको 50 र अरू अझै तपाईँहरूको पार्टनरहरू हुनुहुन्छ होइन? लान्द्रुकको राजु अनि त्यसै गरेर चिन थापा अनि कमल थापा विनोद गुरुङ अझै रहेछ है। ल भने तपाईँहरू गोसारे गरेर यो भेडागोठलाई छ। अनि 500वटा जति छ है। ल है, हाम्रो साना गुरुङ दाइ र अब लाल गुरुङ उहाँ हेर्नुहोस् दुवैजना चाहिँ साउ पनि हो गोठाले पनि हो र घान्द्रुकको भेडागोठलाई
जीवन्त दिनको लागि उहाँहरू यसरी अहिले चाहिँ चरणमा छ। चरणमा हुँदाखेरि यो खालको ड्रेसअप हुन्छ एकदम। ल यसलाई निरन्तर दिनुहोस्, शुभकामना छ है तपाईँहरूलाई। ल ल है हजुरहरूलाई धेरै धेरै धन्यवाद। यी भेडागोठ यस्तो छ। ल